परिवर्तन आफैबाट सुरु गरौँ, सत्य बाटो हिँडौँ र सही मार्ग जाउँ भन्ने उद्देश्यका साथ देश विदेशमा छरिएर रहनुभएका आदरणीय आमा बुवा, दाजुभाइ, दिदीबहिनी, साथीभाइ, युवा नेतृत्व लगायत सम्पूर्ण देशप्रेमी सज्जन वृन्दहरूलाई मेरो नमस्कार साथै राधे राधे। आज मलाई हाम्रो पुर्खाहरूका साथै हाम्रा आमा बुवा अनि हामीहरू सबैले वर्षौंदेखि देख्दै भोग्दै अनुभव गर्दै आएको अति यथार्थ एवं तितो सत्य, एक हिसाबले भन्नुपर्दा समसामयिक विषयवस्तुमाथि केही कुरा बोल्न मन लागेर यो भिडियो मार्फत केही कुराहरू हजुरहरू समक्ष प्रस्तुत गर्न गइरहेको छु। वास्तवमा हामीहरू विगतका कयौं वर्षदेखि राजनीतिक अस्थिरता, राजनीतिक उथलपुथलले गर्दा एक किसिमले राजनीतिक दलदलमा फँसेका छौँ भन्दा अतियुक्ति नहोला। यसले गर्दा देशमा भ्रष्टाचार, अशिक्षा, बेरोजगार, प्रतियो पलायन जस्ता भयानक समस्यालाई निम्त्याइरहेको कुरा सबैलाई सर्वविदितै छ। यसले अब हामी एक फेरि छातीमा हात राखेर बहुत गम्भीर रूपमा सोचेर देशलाई सही निर्देशन गर्ने, देशको अस्तित्वलाई बचाइराख्ने, हाम्रो धर्म, संस्कृति र सभ्यतालाई जगेर्ना गर्ने, देशमा स्वरोजगार सिर्जना गरी प्रतियो पलायनलाई रोक्ने, भ्रष्टाचारीलाई निरुत्साहित गर्ने, देशमा शान्ति, सुरक्षा, अमन चैन कायम गर्दै हाम्रो मौलिक हकहरूको संरक्षण गर्दै स्वतन्त्र बाँच्न पाउने अधिकारको सुनिश्चित गर्ने व्यक्ति र गुटलाई मत प्रदान गरौँ। मतदान गर्दा भावनामा नबगौँ, कसैको दबाब र करकापमा मतदान नगरौँ। हाम्रो बुवा आमा, हाम्रो पुर्खाले यही दल वा गुटलाई भोट दिनुहुन्थ्यो, हामीले पनि त्यसैलाई भोट दिनुपर्छ, त्यही गुटलाई भोट दिनुपर्छ भन्ने सोचलाई जरैबाट उन्मूलन गरौँ। धर्म छाडा, घुसखोरी, भ्रष्टाचारी, देशको पहिचानलाई डुबाउने तत्त्वलाई समयमै सजग बनी साइड लगाउँ भन्दै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।